कालबाराही मन्दिर पोखराको एकदमै मैले दर्शन गरिसकेको छु है। अनि मन्दिरको टीका पनि लगाएको छु, एकदमै राम्रो। जुन मेरो स्वप्न नै थियो है, बाराही मन्दिर पुग्छु पोखराको भन्ने थियो। फेवातालबाट नाउ चढेर आउनुपर्ने रहेछ मन्दिर चाहिँ। अनि यति बेला बिहानै यति धेरै घुइँचो छैन मन्दिर, अब हुन्छ होइन। म चाहिँ बिहानै आएँ अनि मन्दिर सकिसकेर बाहिर छु। अब म फेवातालको फेरि चाहिँ नाउ चढेर पारी जान्छु अनि पोखराको सम्पूर्ण भिडियोहरू भ्यूहरूको ताजा ताजा भिडियोहरू बाँकी नै छ होइन, ठाउँहरू बाँकी नै छ। निकै राम्रो मन्दिर छ। आज त्यति धेरै घुइँचो नभइकन म आइपुगेँ। अनि बाराही मन्दिरको मेन मन्दिर अहिलेको लागि यता छ। हाम्रो लागि यहाँ मुख्य मेन मन्दिर भनेको चाहिँ यता रहेछ, यता मास्तिर मर्मत हुँदै रहेछ, माथि देखिएको मुख्य बाराही मन्दिर। तर अहिले चाहिँ यहाँ निर्माण चाहिँ गरेको कारण चाहिँ अहिले हामी दर्शन गर्नको लागि यता रहेछ, सारेको रहेछ। अनि यहाँ बातीहरू डोरीहरू बाँधेर अहिले पनि पूजाको सामान यतै भित्र पनि रम्नै पाइन्छ। तर मैले चाहिँ घरबाटै लिएर आएको चाहिँ अलरेडी बत्तीहरू है। निकै रमाइलो भयो अनि घाम पनि लाग्नु आँटेको छ। वाउ फेवाताल मैले पारीबाट नाउ चढेर यता मन्दिरको लागि आएको छु, डुङ्गा चढेर। अब फेरि जाने पनि यता हो होइन। अनि यसरी डुङ्गा चढेर यता आइसके पछाडि बाराही मन्दिर घुम्न हामीलाई टाइम लाग्छ, निकै राम्रो छ, सोचेको पुग्छ होइन। म चाहिँ बिहानै एकदमै पानी पनि नखाइकन होइन मन्दिर प्रवेश गरेको छु। अब चाहिँ के खानुपर्छ, त्यसरी खाँदा पनि हुन्छ। यताबाट पनि पोखरी मजाले देखिन्छ। पोखराको कालबाराही मन्दिरको दर्शन गर्ने होइन मेरो सपना आज पुरा भयो। म निकै खुसी छु है। यहाँ आउँदाखेरि चाहिँ तालको बिचमा, चारैतिर ठुलो तालको बिचमा बाराही मन्दिर भएको कारणले चाहिँ हामी चाहिँ नाउ चढेर आउनुपर्ने हुन्छ। यहाँ कुनै बाटो छैन है, बाइकमा आउनु गाडीमा आउनुलाई बाटो छैन। हामी पोखरामा पोखरासम्म जेमा आए पनि, बसमा आए पनि, जसरी आए पनि हामी तालबाराही मन्दिरको दर्शन गर्नलाई चाहिँ हामी सबैजना नाउमै चढ्नुपर्ने हुन्छ है, अरू विकल्प छैन। अनि धेरै खुसी छु। अनि दिन पनि यति राम्रो छ कि है, म निकै नै एक्साइटेड छु कि है। अनि मौसम निकै खुलेको छ, राम्रो छ, घाम लाग्नु आँटेको छ। म 5:30 बजे त निस्केको लेक साइड बसेको छु म अहिले होइन। अझै म 3 दिन बस्छु लेक साइड, किनकि पोखरा घुम्नु सबै बाँकी नै छ है। हिजो त फाइनल्ली आइपुग्यो मात्रै, अनि घुम्न कहीँ पनि भ्याइएन। अनि आजदेखि सुरु भएको मेरो पोखराको सम्पूर्ण भ्यूहरू अनि लेक साइड घुम्न बाँकी छ। त्यस्तै गरी सारङकोट पनि म पुग्छु है, यहाँबाटै देखिँदो रहेछ सारङकोट चाहिँ। म यताबाट देखाउँछु थोरै पोखरी, नरिवल फुटाउने ठाउँ। माछा हेर्ने ठाउँ छ यहाँ। अनि मैले चाहिँ माछालाई चारो पनि लिएर आएको छु।